टूरिस्ट लोग इंजॉय कर रहा है। इंजॉय करिए सर, इंजॉय करिए, बहुत इंजॉय करिए सर। देखियो पछाडि लड्छ है नानी, लड्छ है। कहाँबाट आएको आएको भाइ, कहाँबाट आएको भ्याट्लो? हेलो, गुड इभिनिङ। आमाचु ब्रिज, आमाचु ब्रिजमा पुगेछु म चाहिँ आज। फुन्चुलिङ घुम्दा 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 फुन्चुलिङ घुमेर रिङ्गटै लाग्यो। हावा फ्रेस हावा खानु आएको र आमाचु ब्रिजमा पुग्यो। मजाको छ, हावा बेसी आउँछ यहाँ। आमाचु ब्रिजमा पुग्यो। यहाँ टुरिस्टहरू छ, यता सबै टुरिस्टहरू छ। पिकनिक प्लेस त दामी रहेछ त। पिकनिक प्लेस रहेछ, राम्रो देख्दैन रहेछ, मजाले बनाएको रहेछ यस्तो गरेर। मैले हिजो देखेको थिएँ यहाँ लोसर खाने मान्छेहरू चाहिँ यता पुरा देखेको थियो, यो साइडतिर, यतातिर हो। म पहिले पनि आएको थिएँ यहाँनिर, पहिले मेरो अर्को युट्युब हुँदाखेरि। मेरो पुरानो युट्युब थियो, एक दुई दिन चलाएँ क्या मैले, त्यो अब अपडेट गर्नु नआएर त्यो अब ब्लक भयो, डिलिट भयो क्या। त्यो डिलिट भएर चाहिँ यो नयाँ एकाउन्ट हो। अहिले फेरि यहाँनिर ब्लगहरू बनाएर अपलोड गर्ने गर्छु। तपाईँहरूलाई मन पऱ्यो, मेरो भिडियो राम्रो लाग्यो भने सपोर्ट गरिदिनुहोस्, लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। आशा गर्छु यो भिडियो तपाईँहरूलाई राम्रै लाग्यो होला भन्ने चाहन्छु। आज फुन्चुलिङ घुम्दा घुम्दा थाकेको र निकै थाकेँ। आउँ कि नआउँ भयो यता, तर यो जग्गामा आउनु चाहिँ एकदमै क्या फ्रेस हुन्छ। किनभने सुरुरु हावा आउँछ, चिसो हावा आउँछ, कस्तो दामी हावा आउँछ, कति मजाको हावा आउँछ नि यो साइडतिर। पहिले आउनु त आएको थिएँ म आएर यहाँ, त्यतिखेर त खोइ के सिजन थियो, बर्खामा होला हौ, बर्खामा हो रहेछ। म यहाँ आएको थियो, यो हाम्रो ट्रेनिङ थियो कि यहाँ खोलामा, ट्याक्सी पोस्ट गर्दाखेरि म यहाँ आएको थिएँ। यो खोलामा यो ठुलो थियो त्यतिखेर, यस्तो नर्मल हुँदैन यो खोला चाहिँ। बर्खामा चाहिँ पानी वहीँसम्म हुन्छ, यता पनि यतासम्मै हुन्छ, एकदम ठुलो हुन्छ। यहाँ चाहिँ सबैभन्दा अल्गो जग्गा रहेछ यस्तो गरेर, यस्तो छ नि, यस्तो गरेर कि टप्छ माथि अल्गो जग्गा। गाडीको टायरमा ट्याक 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 के गर्छ भनेको थियो पो रहेछ, ढुङ्गा लागेको रहेछ। ढुङ्गा निकाल्नु सक्दैन रहेछ ढुङ्गा त, हार्ड भएछ, पुरा फसेछ। यो ढुङ्गा निकाल्नुको लागि चाहिँ मेरोमा यहाँ छ नि उपाय, यस्तो छ कि यसले निकाल्नुपर्छ। निक्ल्यो। एक सालको बादमा फर्केर यहाँ आएँ नि घुम्नु, खोला आमाचु। तल गयो भने ठुलो रहेछ है, हेभी रहेछ है ठुलो। यो त माथिबाट हो नि, डाँडाबाट। यहाँ घुम्न आएको रहेछ यो त। यहाँ त पानी आयो भने त स्लिप हुने रहेछ है। पानी परेको बेलामा आयो भने त स्लिप हुने रहेछ है, चिल्लो भएको रहेछ। यो ग्रिप गइसकेको रहेछ है, पुरा चिल्लो। यहाँ त पानी भेट्यो भने नि पानी कस्तो चिप्लो हुन्छ है।
हावा त के दिन्छ नि त फ्रेस हावा दामी छ। ब्रिज यो चाहिँ कुन त यो त थाहा भएन अब होइन। यो गाउँले ब्रिज होला हौ। पहिले यो ब्रिज यो ठुलो ब्रिज नहुँदाखेरि मान्छेहरू यहाँबाट हिँड्थ्यो होला, किनभने यो त ठुलो खोला त। यहाँको गाउँलेहरूलाई भेटेर सोध्यो भने मात्रै थाहा हुन्छ यो ब्रिज चाहिँ पहिले पनि थियो कि अहिले बनाएको हो कि यो ठुलो ब्रिज बनाउनुभन्दा पहिले नै थियो होला सायद, यस्तो लाग्छ मलाई। कस्तो डिप छ नि हौ यहाँदेखि उँधो गयो भने त आम्मामा कम्ती अल्गो छैन ल यो त। बाफ्रे बाफ्रे यताहरू हाइट छ है। यहाँ मेरो पछाडि इन्डियन टुरिस्टहरू पनि छ घुम्न आएको, रमाइलो गर्न आएको होला। माथि गाडी कुदिरहेछ, ठुलो ब्रिज छ। घुम्न आएको टुरिस्ट लोग इन्जॉय कर रहा है, इन्जॉय करिए सर, इन्जॉय करिए, बहुत इन्जॉय करिए सर। देखियो पछाडि मजाले नाचिरहेको छ। यहाँ आइपुग्दाखेरि त यस्तो लाग्यो होला सायद साह्रै रमाइलो लागेको छ नि त। पछाडि त म नाचिरहेको दुईजना ठिक छ। अझै आउनु त यहाँ थुप्रै खेप आएको, तर यहाँ जानु मन लागेको छ पिकनिकमा, तर जानुपर्ने पो कहिले। अब यो साल त बर्खा लाग्यो अब है। अहिले के भन्नु, फेब्रुअरी लास्ट मार्च लाग्नु आँट्यो। अब मार्च लागेपछि चाहिँ मार्च अप्रिल मे सन्द छ विन्टर अलिकति छ अब। तर फुन्चुलिङमा चाहिँ सक्दैन है। लड्छ है नानी, लड्छ है। कहाँबाट आएको, कहाँबाट आएको भाइ, कहाँबाट आएको? स्लिप हुन्छ होला है खुट्टा यहाँ त। स्लिप होला जस्तो हुँदो रहेछ है। हामीहरू कुदेको हेर ब्रिजमा मसिनो केटाहरू रहेछ पत्र, तर लड्यो भने पनि हल्का फुल्का चोट त लाग्छ होला है। यस्तो तिखो फलामहरू छ कि यस्तोहरूमा लाग्ने चान्स छ नि लडेर। यहाँ घुम्न आउनु मन थियो, आइयो। तर यो जग्गा क्या एकदमै दामी छ, एकदमै मजाको छ। यहाँ घुमिराख्नु जस्तो क्या, हावै बेसी आउँछ नि। हावा कस्तो मजाले आउँछ क्या हावा। पहिले हामी यहाँ गर्दाखेरि यो भिरतिर सबै हिँडेको है, कम्ती अल्गो लागेन त्यतिखेर त यो भिर त। तर बेसी अल्गो त होइन रहेछ अहिले हेर्दा त, भन्दा पनि अल्गै भनौँ न। यहाँ माथिदेखि चाहिँ झर्नुपर्ने, यस्तो गरेर झरेर यहाँ रोडमा त्यस्तो हो। यहाँदेखि उता साम्ची यता साम्ची पर्छ अब। फुन्चुलिङ गयो होला कस्तो थाहा भएन। ए यतापट्टि त मान्छे हिँड्ने जग्गा छैन पो रहेछ, यतापट्टि त मान्छे हिँड्ने जग्गा छैन रहेछ।
जानुपर्छ अब घुमेर। म चाहिँ यहाँ इभिनिङ टाइममा अब घुम्नु, इभिनिङमा पनि ओके छ। 5.4 मेट्रिक टन अरे, 5.4 मेट्रिक टन लोड लिँदो रहेछ ब्रिज। लौ त मेरो भ्युवरहरूलाई कस्तो लाग्छ यो भिडियो, प्लिज सपोर्ट गरिदिनु होला है। मेरो सबैभन्दाखेरि हुन त अहिले मेरो नयाँ च्यानल हो, सब्सक्राइब पनि छैन, भ्यू पनि छैन, भ्युज पनि आउँदैन, तर पनि मेहनत गरिरहेको छु। एक दिन हुन्छ होला भनेर, राम्रै हुन्छ होला भनेर, मेरो भ्युवरहरूलाई सपोर्ट गरिदिन्छ होला भनेर आशा गर्छु। जयगाउँ, आज जयगाउँमा खास गरी भ्लग बनाउनु भनेर चाहिँ सोचेको थिएँ, तर हातमा सामान हो, अन्त यता क्यामेरा कसले पक्रिदिने, त्यही भएर एकदमै साह्रै पऱ्यो मलाई चाहिँ भ्लग गर्नु। र पनि सानो सानो बनाएको छ, हेरौँ कस्तो हुन्छ, कतिको भ्युवरहरूले मन पराइदिन्छ मेरो भिडियोलाई। आजको लागि चाहिँ यति नै भन्न चाहन्छु। गुड इभिनिङ सबैलाई, बाई बाई।